जिम आएँ अनि जिममा आज मेरो चेस्ट र ब्याक डे हो चेस्टको 3टा एक्सर्साइज अनि ब्याकको 3टा एक्सर्साइज हुन्छ अनि त्यसपछि एचिङ कार्डियो गर्छु ट्रेडमिलमा लाइक 30 मिनट जति इन्क्लाइनमा हिँड्छु अनि चाहिँ घर जान्छु म वेलकम ब्याक टु येट अनदर भ्लग हुँदा एपिसोड कति 6 पुगिसक्यो होला अलमोस्ट 1 वीक हुँदैछ मैले डेली भ्लग स्टार्ट गरेको सो आज चाहिँ मेरो साथी 2जना साथी चितवनबाट आएर छ अनि म चाहिँ तिनीहरूलाई भेट्न जानु लाग्यो रिनप चाहिँ एकछिनमा आउँछ म चाहिँ अहिले गइहाल्नुपर्छ आइम अलरेडी लेट होइन म जिम गरेर सब भइसक्यो म तिनीहरूलाई कुरा थिएँ सो म सिधै त्यहीँ देखाउँछु सो बेसिकली हामी अब हिमालयन टेकअवेमा आइसक्यौँ होइन हाम्रो मिड पोइन्टमा आइसक्यौँ अनि हाम्रो 2जना महाव्यक्तिहरू सँगै जाऊँ भन्दा नाइ भन्यो अनि के अरे हामी गइरहेको छौँ तिमी आऊ भन्यो गुगल म्याप हेरेर गइरहेको छौँ आऊ भन्यो तिनीहरू पुग्यो स्वयम्भूमा आउनुपर्ने यहाँ यो भगुन्डोलतिर होइन त्यही भएर के अरे बाटो थाहा छैन भने कहिले पनि ओभरस्मार्ट हुनुहुन्न यहाँ भक्तपुरबाट मान्छे आइसक्यो खरगोले होइन अनि सरले आफ्नो ल्यापटप बिगाऱ्यो भनेर देखाउन जानु लाग्थ्यो लास्टमा केही बिग्रेछ रहेछ चितवनको तोरी लाउरेहरू आइसकेको छ अर्को त लाउरे नै हो लगभग बाइक पनि त्यस्तै छ बाइकको कलर सेम खादामाला नै लिएर आउनु पर्दैन मेरो जान्छौँ त्यहीँबाट यहीँ थियो कि अब उहीँबाट तलबाट आउन नि हुन त अब पेट्रोल खर्च भएछ हो अनि बाटो कस्तो लाग्यो तिमीलाई बाटो मुगलिनसँग त राम्रै थियो तर म यत्रो काठमाडौँ कोही पास ठाउँ नै भेट्दैन क्या बाटो त ठिकै छ हौ कहाँको बाटो नबिसेको कहाँ ठिक छ क्या बाटो अगाडि केही पनि देख्दैन कि भनेको हिँडोले बाटो कस्तो म त हिँड्दा मान्छे हो सो अब हामीले पिज्जा मगाएको छौँ 12 इन्चको सो हाम्रो 12 इन्चको पिज्जा आइसकेको छ अनि यहाँ हिमालयन टेकअवेमा चाहिँ एउटा अफर रहेछ 12 इन्चको पिज्जासँग 2टा बर्गर Cheers, hey. Yeah, it's me burger. So यहाँको मिठै थियो त्यसको आतो भएर भेट्दा नि त्यसै 18 इन्च दियो मलाई भन्थ्यो कस्तो भन्यो खानु भने हुन त ट्याङ्क खानु भन्थ्यो म्याममा के मैले के भनेर ल यत्रो खाएर आज खानु भने हैन खान्न चाहिँ कहिले भनेर मैले 3 पिस त यसले खायो होला कहिले खायो होला के खाँदैन मलाई हो नानीले एक पिस खायो अब हैन नानीले बरु एउटा है 2टा खाएको तिमी 3टा खायो होला यसले 3 खान्न भन्छ जम सिपी जम ल टाढै छ जम 14 मिनेट त हुन्छ जम आइदे जाने सिपी ल अब चेन्जिङ प्लान्स सो अब हामी सिपी जान लाग्छौँ रिकिजालाई फोन गरौँ न है सो अब चाहिँ हामी हाम्रो ओजी प्लेस सिपीमा छौँ एके चलपल सो अब हामीले यहाँको फेमस दबाउ र किमा पराठा मगाएको छौँ हामी अहिले ललितपुर एरियामा छौँ यो ललितपुर एरिया जिल्ला हैन के हो त अनि ललितपुर हो ललितपुर जिल्ला त हो त अनि त्यही भने खाली के मात्र आउँछ कि क्युटी भएर हट भएर कियो कि तलाई एक्सक्युज मी तिमीहरूले यसलाई किन छाडा मिम पठाउँछस् नमस्ते भन्छु के छ कलेज हजुर हामी रिकिँदै हो कसरी खान्छ यो टोकेर रिच किड हजुर ए कच्चा कहिले खाएर यो पालतिर पार न यो यतातिर यहाँ यतातिर टोकेर पार हामी अलिक जिम जाने प्रोटिन 2 क्लासदेखि नै जिम जान थालेको थियो क्या हजुर त्यही भएर पुरै बिचराले
यो त खै भन। जुत्ता सुत्ता धोएर राखेको थियो बिचरा लास्टमा कलर भएन यस्तो चित्त दुखाएको थियो 2 दिनसम्म भन्थ्यो एउटा कुरा खास सोचेको चाहिँ यो थियो कि होइन अहिलेसम्म कतिवटा थाहा छाटे तिमीले मैले भन्न खोजेको यहाँ राख्नु मैले भन्न खोजेको 12 पछि के हामीले त रेजेडार देखायो नि त ल रेजेडार त पछिको एभिएटर थियो एउटा सेम त्यस्तो बिस्तारै के हामी एउटा सेम हो कि 2टा सेम पछि आउँदाखेरि स्कुटर थिएन अनि त्यसपछि निलो बुलेट देखेको थिएँ मैले 4-5वटा बाइक बेचेर किने भने त अब एउटा रिकन्डिसन खोलिन्छ होला चितवन होइन गाडी ट्याक्सीबाट होइन अल्टो बेचेर अनि अलिकति प्रफिट आउने होला अनि त्यसपछि सुजुकीमा चढ्ने होला होइन सुजुकी स्विफ्ट चढ्ने कल आएर होइन बाबु छिटाइ चाहिँ घर भन्नु भन्यो भने के हुन्छ माथि क्यान्सर के हुन्छ किन आउँदिन त नि होइन बाउले अति थर्काएर छिटाइ चाहिँ घर फ्यानस्यान तँलाई घर आउनु पर्दैन बिहानदेखि हराउने गैँडाकोटमा के गर्दै भदालाई भाडा भन्छ भाडा त्यसो नगर न अस्ति एकचोटि त्यो लक्ष्मी सनराइज ब्याङ्कमा गएको त्यहाँ काम गर्नु हेरेको त्यसको भगर हेरेर आउँदै भित्र छिरेको आँसु उठेर बाहिर निस्केर हाँसेको हौ फोन कानमा राखेर दिएँ मैले त्यो रबर त्यो टायर पसलमा दाम अनि त्यो छापेर गयो पाउँदैन कि उता चिताउन भनेको चिताउन पाएन पनि त्यसो छप्री नयाँ गेम खेल्दा कस्तो के हुन्छ यसले माथि त्यो करीको ल्याएर आउँथ्यो त जर्सी माथि चाहिँ ओर्सी त तल चाहिँ मेरो डुप्लिकेट माथि बिचरा छटपटे थियो नि पोइन्ट हान्न नपाएर किमा पराठा क्यासीमा हालिदिनु होला कति बजीसम्म यो वाला अचार अलिक स्विट छ खान्छ कि स्टार्टिङ खाने भए खानु खाइदिया ट्राई गर न कस्तो भने मिठो हुन्छ के चिनी कस्तो चिनी पनि छ भने पिरो भयो नि त भएन भइसक्यो खाएकै छैन के पिरो हुन्छ दियोस् आज रमाइलो भयो सायोनारा सो अब चाहिँ यो दुईजनाहरू चितवन फर्किला छ आज फर्कियो आई डोन्ट नो वाइ आज इट्स बिन अ ब्युटिफुल डे होइन आजको भ्लग एन्ड गरौँ ल